के तपाईले कहिले सोच्नु भएको छ एउटा पुरानो सहर जहाँ हजारौं मानिसहरू बसोबास गर्थे तर एक दिन अचानक गायब। 4000 वर्ष अगाडि बनेको यस्तो सहर जुन आजको मोडर्न सिटिज भन्दा पनि एडभान्स थियो। स्ट्रेट रोड्स, प्रपर ड्रेनेज सिस्टम, घरभित्रै टोयलेट, बाथरुम, त्यो समयका लागि यो कुरा कल्पना भन्दा बाहिरको थियो। तर त्यो सहर कम्प्लिटली भ्यानिस्ड भयो एकै रातमा। न कुनै युद्ध भएको थियो, न कुनै रिटर्न रेकर्ड्स थियो, न कुनै डेफिनेट रिजन। आज हामी कुरा गर्दैछौँ मोहेन्जो-डारोको। हेलो, मेरो नाम हो सुजा र हजुर सुन्दै हुनुहुन्छ स्टोरिज विथ सुजा। मोहेन्जो-डारो इन्डस भ्याली सिभिलाइजेसनको एउटा प्रमुख सहर जुन अहिले पाकिस्तानको सिन्धुमा अवस्थित छ। करिब 2500 BCE यो सहरमा लगभग 40,000 मानिसहरू बसोबास गर्थे। त्यो समयको हिसाबले हेर्दा यो सिटी साँच्चै नै म्यासिभ थियो। सबैभन्दा अचम्मको कुरा त सडकहरू पर्फेक्टली प्लान थिए। घरहरू सेम साइजका इँटाले बनेका थिए। सिटी मुनि अन्डरग्राउन्ड ड्रेनेज सिस्टम थियो। एउटा पब्लिक ब्याथिङ एरिया पनि थियो जसलाई द ग्रेट ब्याथ भनिन्थ्यो। जब धेरै सभ्यताहरू डिसअर्डरमा चलिरहेको थिए, मोहेन्जो-डारो वाज अलरेडी अर्गनाइज्ड। अब यहाँबाट स्टोरी अझै रोचक हुन्छ। आर्कियोलोजिस्टहरूले रिसर्च गर्दाखेरि कुनै पनि त्यहाँ महल भेटिएन, कुनै रोयल टोम भेटिएन, कुनै राजाको स्ट्याच्यु भेटिएन। यसको मतलब के हो त? यो सहर विदाउट अ किङ, बिना राजाको चलिरहेको थियो। सायद यो सिभिलाइजेसन इक्वालिटीमा आधारित थियो, जहाँ पावर एकजनाको हातमा थिएन। करिब 1900 BCE मोहेन्जो-डारोका मानिसहरू अचानक गायब हुन थाले। एक्जामिन गर्दा सडकमा मानव कङ्कालहरू भेटियो। केही कङ्कालहरू एक अर्काको हात समातेको अवस्थामा थियो। नो साइन्स अफ लङ ब्याटल, नो एभिडेन्स अफ म्यास फायर। न कुनै युद्ध भएको थियो त्यहाँ, न कुनै आग लागेको एभिडेन्स थियो। सबै कुरा हेर्दा यस्तो लाग्छ त्यहाँका मानिसलाई भाग्ने समय पनि मिलेको थिएन। तर प्रश्न उठ्छ, रातारात यस्तो के भयो मोहेन्जो-डारोमा? मोहेन्जो-डारोमा रातारात यस्तो हुनुमा 3वटा थियोरी एकदमै पपुलर छ। जुन मध्ये एउटा थियोरी अनुसार इन्डस रिभरले बारम्बार आफ्नो कोर्स चेन्ज गर्थ्यो। रिपिटेड फ्लड्स, बाढीले सहर बस्न अयोग्य बनायो। भुइँचालो आउने र बाढी आउने दुवैले सिस्टम डिस्ट्रोय गरेको हुन सक्छ। तर प्रब्लम के हो भने सहर फेरि किन बनाइएन त? थियोरी नम्बर 2। अर्को थियोरीले भन्छ कुनै डेडली डिजिज फैलियो होला या अन्डरग्राउन्डबाट टक्सिक ग्यास निस्कियो होला। यसले मानिसहरूलाई सडनली मारेको हुन सक्छ। तर फेरि सलिड प्रुफ भने आजसम्म भेटिएको छैन। अब आउँछ सबैभन्दा कन्ट्रोभर्सियल थियोरी। केही रिसर्चर्सहरूले दाबी गर्छन् कतिपय ठाउँमा इँटाहरू मेल्टेड जस्तो देखिन्छ। द्याट निड्स एक्सट्रिमली हाई टेम्परेचर। त्यसैले कोही भन्छन् कि एन्सियन्ट टाइममा कुनै एडभान्स वेपन प्रयोग गरेर त्यहाँका मानिसहरूलाई मारेको हुनुपर्छ। साउन्ड्स लाइक साइन्स फिक्सन बट द मिस्ट्री रिमेन्स अनसल्भड। आज मोहेन्जो-डारो खण्डहर मात्र हो, तर यसको क्वेसन्स अझै पनि अलाइभ छन्। कि इतिहासको केही भाग हामीबाट हराएको छ? तपाईको ओपिनियन के छ? विच थियोरी डु यु बिलिभ? कमेन्टमा लेख्नुहोला। यदि तपाईलाई लस्ट हिस्ट्रीहरू मनपर्छ भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनुहोला। फेरि पनि हामी भेट्ने नै छौँ अर्को मिस्ट्री स्टोरीसँगै। सब्सक्राइब गर्नुहोला स्टोरिज विथ सुजालाई। थ्याङ्क यू सो मच फर लिसनिङ।